Congratulations, Umaji. How do you feel after getting your Australian student visa? Thank you so much, sir. I feel very excited, especially किन भन्नुपर्दा चाहिँ मैले लन्च गरेको चाहिँ November 24, 2025 मा हो. मेरो इन्टेक चाहिँ जुलाई हो, which was मतलब pretty early, 4-5 महिनाभन्दा पनि अगाडि नै गरेको थिएँ. So I feel very excited. Okay, and what course and university will you be joining? I will be joining Masters in Counseling, Rehabilitation and Mental Health in Latrobe University, which is in Melbourne. Can you tell us about your academic background? Sure. मैले चाहिँ डबल मास्टर्स गर्न जान लागेको हो. मास्टर्स सोशल वर्कमा, ब्याचलर पनि सोशल वर्कमा हो. And what was your IELTS score? My IELTS score was 7, not less than 6.5. And did you have any academic gap year? Yeah, I do have a gap year, which is 3 years. And what review do you have for Arts Globals? Honestly speaking, आर्ट्स ग्लोबलमा चाहिँ मैले सबैभन्दा राम्रो हैन भन्नुपर्दा चाहिँ पङ्क्चुअल, एकदमै पङ्क्चुअल हैन सबैजना, टाइमिङ एकदमै पङ्क्चुअल, अनि त्यसपछि एडभाइसहरू टाइम टु टाइम दिने, प्यानिक चाहिँ हुँदैन स्टुडेन्ट हैन. किनभने सरहरूले चाहिँ यो कोर्स चुज गर्यो भने चाहिँ यो हुन्छ, यो अब तपाईँ, मैले चाहिँ युनिभर्सिटी पढेको हो कि, अब मैले चाहिँ कलेजहरू रिकमेन्ड गर्दाखेरि ए होइन यसरी तपाईँले युनिभर्सिटी पढेको कलेजमा नजानु हजुरको भिजा लाग्दैन भनेर जो करेक्ट गाइडेन्सको कोर्स वर्क अनि त्यसपछि फाइनेन्सियल डकुमेन्टेसनहरूमा चाहिँ एकदमै हेल्प गर्नुहुन्छ उहाँहरूले. Do you have any advice for other students? अब एडभाइस दिनुपर्दा चाहिँ मैले चाहिँ फर्स्ट टाइममै अप्लाई गर्दाखेरि अझै डबल मास्टर्समा भिजा लागेको हो. अहिले त एकदमै कम छ नि त भिजा रेट. तैपनि अब यसले चाहिँ के देखाउँछ भने कन्सल्टेन्सी चाहिँ होइन अब एकदमै राम्रो चुज गर्नुपर्छ भनेर. अब आर्ट्स ग्लोबलमा आउँदाखेरि उहाँहरूले चाहिँ एकदमै हेल्प गर्नुभयो क्या. कोर्स वर्क तपाईँको मास्टर्स इन सोसल वर्क हो, यसमा चाहिँ काउन्सिलिङमा जानुभयो भने चाहिँ हजुरको भिजा लाग्छ, किनकि अपडेट देखिनु पऱ्यो नि त. अनि उहाँहरूले चाहिँ काउन्सिलिङ पनि एकदम राम्रो गर्ने होइन, जसले गरेर चाहिँ प्यानिक हुँदैन स्टुडेन्ट. अनि फाइनेन्सियल डकुमेन्टेसनमा पनि एकदमै क्ल्यारिटी क्या, स्टेप बाई स्टेप गाइड गर्ने, एकदमै ट्रान्सप्यारेन्सी पनि थियो होइन, जसले गर्दा म प्यानिक चाहिँ भएन, किनकि मलाई त 4-5 महिना वेट गर्नु परेको थियो नि त. त्यो हुँदा त एकदमै प्यानिक हुन्छ. सो मैले भन्नुपर्दा चाहिँ सबैजना होइन आर्ट्स ग्लोबललाई चाहिँ मैले एकदमै थ्याङ्कफुल छु, जसले गरेर चाहिँ मेरो भिजा रिजेक्ट भएन. सो आई रिक्वेस्ट एभ्री वान होइन एकचोटि आर्ट्स ग्लोबलमा आएर हजुरहरूले काउन्सिलिङ लिनु, हजुरहरूलाई सायद चित्त बुझ्छ होला. Thank you. थ्याङ्क यू.